यो ठुलो आमा हुनुहुन्छ डिम्मा इसगी डिम्मा इसगी यता हमर गोतनी छु लुक यता हमर गोतनी छु भात रान्छु खै कुन साग रान्छु बा दूध ए दूध छ दूध यता देखे ल यहाँ कन्या पूर्णा हेलिस त यो लाज लाग्छ देखा नि देखा यते सेम लगा स्वीटर ना डबल रोल सुखले नै छु त जोकै दिन राबर जल्दी चल जल्दी या म त ओर्लिए साथीहरु हेर्नु त्यहाँ बाटो बनाउँदै छ यहाँ सेल पकाउँदै हुनुहुन्छ सेल हेर्नु माइजू अनि मेरो सासुआमा यहाँ सेल हेर्नु सेल ना देखो कभी नहीं हेर्नु सेजन काम है पार्टी बक्का अन्य बक्का देखा त्यो धुलो उडिरहेछ कालो ज्याकेटमा त पुरै देखिन्छ यहाँ झार्दै हुनुहुन्छ मेरो हाँसो प्यान्ट कस्तो मायालु हेर्नु गाइसहरू मसीको घरमा कसरी यो कुन छ नाकि नेपाली दारू यता म सोच्छु कस्तो लाग्यो खसीको मासु झकास चौडी देख्ला लगा जग्गा कस्तो लाग्यो झकास छ नि त त्यहाँ हामी पनि तारिफ गरेको नि त हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै आशाको साथमा आजको भ्लग फेरि स्टार्ट भइसक्यो साथीहरू अनि म चाहिँ जाँदैछु अहिले आलुबारी हेर्न यहाँ हेर्न सक्नुहुन्छ मेरो पछाडिमा म खेतमा छु खेततिर अनि म जाँदैछु मेरो बुढो गइसक्नु भएको छ अगाडिदेखि अनि मेरो देवर आउँदै हुनुहुन्छ पछाडिबाट सो साथीहरू आज शनिबारको दिन हो अनि धेरै नै खुसी लागिरहेको छ आज पनि मेरो बुढाले एक हप्तादेखि नआएको छैन साथीहरू आज यस्तो घाम पनि लागेको छैन आज पनि नहाउनु हुन्न के जस्तो लाग्छ मलाई भन्दै हुनुहुन्थ्यो कि मलाई खालि नहाउनुकै टेन्सन लाग्छ यहाँ पछाडिबाट कहाँ छ हौ आउँदैछ ए यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले हेर्नु साथीहरू भौल बचाउँदैछ बा पंजा देखा चल यहाँ पंजा तब की नहीं करची हम तक उजरा कुछ के हेर्नु साथीहरू अनपनबाट किनेको यो पंजा हो 600 मा किनेको बा म चप्पल पनि लगाउँदिन यदि कितना 1000 के हाँ हुन्छ साथीहरू हाम्रो ठुलो आमा हो के गर्दै हुनुहुन्छ देखा यते एकदम जार लाग्लस बर्खिर में आके कुन का छै आलू पटा छै ए कुछ नहीं करा जो टीम देखिया त्यहाँ बनाउने हेर्नु साथीहरू जाँदै हुनुहुन्छ मेरो बुढा अहिले कति बजेको छ हेर्नु पर्यो 9 बजिसक्यो यस्तो छ चारैतिर हेर्नु यस्तो छ चारैतिर घाम लागेको छैन यस्तो छ साथीहरू घाम लागेको छैन अझै 9 बजिसक्यो चारैतिर हेर्न सक्नुहुन्छ यता हाम्रो आलु बारी हेराइदिन्छु तपाईँहरूलाई उता पुगेपछि सो साथीहरू आइपुग्यौँ हामी हाम्रो आलु बालीमा हिजो पटाएको थियो पानी मेरो देवरले मेरो नन्दले both are one person both is कि आर पानी पटाउन आएको थियो हिजो यता अनि अहिले मेरो बुढोले मलाई
है काठी चिरी तो तोहर जैसन बेबी पानी पर्ला खानुपर्छ यता हेर्न सक्नुहुन्छ जति जति आलु छ त्यति ऊ छ घाँसपात उम्रेको हाम्रो बडीगार्ड आउँदैछ त्यहाँदेखि सेरु बडीगार्ड हेर्नु कस्तो झारपात उम्रेको छ केही लगाएको थिएन नि त त्यस्तै थियो खाली त्यही भएर यति यो झारपात उम्रेको छ कि यहाँ हेर्नुहोस् पन्जा हामी 100-150 को पन्जा लगाउँछौँ हेर्नु मेरो नन्द 800 को भन्दैछ अघि 600 भन्दै थियो अनि 1000 भन्छ अनि 1200 भन्छ गर्मी लगाउन गएको छ यहाँ 800 को बेबी ठकलको अपन 600 को हल्को गाड्दै गई जो तो किन के राजू काटिना तोलियार में लेट पिटा के तो तोलिया में बा हामी जे सुन बटाने तपाईलाई कस्तो लाग्यो यो पन्जा भन्नुस् त असले गुड भेरी गुड कि एक्सिलेंट साइड ते क्या भी नहीं कर सकता बोलता और सामने वीडियो में गुड एक्सीडेंट जो ले एक्सीलेंट बोलता जोन बटानी है एक्सीलेंट बोलने पहला बोलने उना कौन में राजा जो एक्सीलेंट बोलने पहला तो जे वो बोले एक्सीलेंट बोल एक्सीलेंट ए जान ला बोले हम कौन सा एक्सीडेंट बोलती ल म जाँदैछु साथीहरु बट्टा लिन साथीहरु पुरा झाडो गर्दै छ त यो शीतहरू झरिरहेको छ पानी जस्तो पानीको थोपा जस्तो क्या आज अनि पिकनिक खानलाई मजा आउँछ आज अनि म अहिले जाँदैछु घर उनीहरू त्यहाँ छन् म चाहिँ बट्टा लिन जाँदैछु यो काठी चिर्दै हुनुहुन्छ नि त दाउरा अनि दाँतै मुखे आएको छु म बट्टा लिएर आउन बिर्सिहालेँ अनि फेरि अहिले जाँदैछु घरतिर यहाँ मेरो यो ठुलो आमा हुनुहुन्छ डिम्मा इसगी डिम्मा इसलिए यता हमर गोतनी छु लुक यता हमर गोतनी छु भात रान्छ खै कुन कुन साग रान्छ बा दूध ए दूध छ दूध यता देखे ल यहाँ कन्या पूर्णा हेलिस त यो लाज लाग्छ देखा नि देखा यते सेम लगा स्वीटर ना डबल रोल यता बर्खिर में देख सक्छ बा फटफट हेर्छु इने घंटन मंगटन सुनरी लाग्छ जे छ घर सुनरी लाग्छ चाहरु जादु जस्तो लाग्दै छ यता म घर पुग्न लागिसके म साथीहरु बट्टा लिएर जाँदैछु हेर्न सक्नुहुन्छ पुग्न लागिसके म पनि उनीहरूको ठाउँमा पुग्न लागिसके अनि यो पछाडिबाट नि यो सेरु छ सेरु हाम्रो बडीगार्ड जहाँ जान्छ त्यही आउँछ क्या पछाडिबाटै यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु कहाँ गयो सेरु यहाँ हेर्नुस् यो सेरु जहाँ जान्छु त्यही आउँछ पछाडि हेर्न साथीहरु यिनीहरूको चर्ती कला थाहा छैन तर चर्ती चाहिँ छ टुक्रा टुक्रा एकदम गर्लेस त पुरा बडी नै निकल्छु हुनुहुन्छ मेरो सासुआमा यो हेर्नु खेलाउँदैछ एक्लै गर्मी लगाछ सेरुर किन गर्छु बा साथीहरु हेर्नु त्यहाँ बोक्ला बा हम कहियो नि देख्नु छल बोक्ला कहीं कि नहीं कहू देख्नु छल मैंने गर्छन् चाहिँ बोक्ला देख्ला छन् कहियो उतातिर पनि छ
सुखले नै छु त चोखै दिन राबर छ जल्दी चल जल्दी या लक्ष्मी दोस्रो दिन लाग्छ के लास्टी जोर से ड्यान्ड्रप छ ड्यान्ड्रप जना सांग खोर्ला तने खरा खोरे त्यो पहिला भात खायो चल नि मा कति किलो कुन चाहिँ बिउना कुन चटनी छ कि गाइज हेर्नुहोस् यहाँ टमाटर चटनी छु आवाज चटनी छु मेरो बुढोले यहाँ मेहन्दी घोलेर राखेको छु कि चटनी भन्दैछ चटनी गाइस हमार सिजेसन मेजवान नानी कते बोराम देऊ कसे मा जछु एतैटा हिरो जछु और हमर हिरो जछु मुसरबरी हामी जाँदै छौं मागी मेरो होल फ्यामिली जाँदै छौं यो मेरो ससुरा बुवा बाहेक सबैजना जाँदै छौं मेरो फेस वाइड भयो के हैन म हेर्छु झार्दै हुर्दु कतै जार्स द बेबी हेर्न गुर्दै जा हेर्न सक्नुहुन्छ हामी कसरी लग्दैछौँ यहाँ मुर्गा बच्चा कुखुराको चल्लाहरू यता दारुको ढम्पा यता लग्दैछौँ अब यो हिरोले लग्छ सबै जाँदैछु गाइस यहाँ मेरो देवरसँग हिरो बनेको छ नि त अनि हिरोसँग जाँदैछु मेरो बुढा आउँदैछ मदुवा पछाडिबाट आउँदै हुनुहुन्छ जाँदैछु मैले यो लखनदरीको बाटो हो गाइस बाटो हेर्नु बाटो लड्ने खालको ग्राभल इसलिए म त ओर्लिए साथीहरू हेर्नु त्यहाँ बाटो बनाउँदैछ मसीको घर आइपुगे साथीहरू दारु पुर्याउन हेर्नु गाइसहरू मसीको घरमा कसरी यो कुन कसरी नाकि नेपाली छ दारु अन्नु छुवा छ दारु पुगिसक्यौँ गाइस नानीकोमा पख्नुहोस् तपाईँहरूलाई नि हेराइदिन्छु यहाँ बसिरहेको छु हामी धनपुरामा छौँ यहाँ नाना हुनुहुन्छ यहाँ माइजू हुनुहुन्छ म साथीहरू यो स्कुटीमा आएको छु लिपस्टिक नलगाएको भए नि यो ओठहरू पुरै कालो देखिन्थ्यो क्या मेरो हामी बसिरहेको छौँ बुढाबुढी भिडियोले छ यहाँ हेर्नु साथीहरू हामी आएको छु मैले उसको यहाँ कुनको चाहिँ देखेर दिप्लीको दुईवटा गर्लफ्रेन्ड छ यहाँ एउटा रेड एउटा पिङ्क दुईवटा गर्लफ्रेन्ड राख्छ अब हामी जाँदैछौँ अलिकति फोटो खिच्न टिकटक बनाउन छतमा जाँदैछौँ साथीहरू यहाँ हेर्नु साथीहरू धनपुरा गाउँ यहाँदेखि देखिँदैन कि किनकि अझै भित्र छ नि त हामी त बाटोमै पर्छ घर चाहिँ जाडो छ होइन अनि म चाहिँ हेर्नु न भिडियो बनाउँदैछु ज्याकेट यहाँ टाँगेर भिडियो बनाउँदैछु म अनि पछाडि मेरो बुढाले भिडियो बनाइ माग्दै हुनुहुन्छ जे छैन कतै हामी कतै रहू
हेर्नु साथीहरू मैले भिडियो पनि बनाएँ फोटो खिचेको छैन खालि गाइस यहाँ हेर्नु हाम्रो अब टिकटक भिडियो सुट हुँदैछ यहाँ नाति नानाहरू बिचमा हेर्नु यहाँ मैले भनेको थिएँ बिहान यिनीहरूको चारतिकालाई हेर्नुहोस् छिटो गर्नु न त्यहाँ हल्का यति खाना मार्गा नि तो यो दिन कैमरा में थे जरा सा थे तो उखरा लो कर नहीं देखने से तो वो रिश्ता से का थाको छ प्रकार ल फेरि फेरि 1 मोर ट्राई गर्दैछ अनि 1 2 3 नहीं हेलो तो यो अरूले सक्दैन देखला ले ब्याक कर त काट्ने नम्बर 50 छ नि त डिस्कार्ड नै लास अब फेरि ट्राई गर्छ हेराउँछ तपाईँहरूले फेरि भिर रुका लुगा नो काटी दे मतलब सीधे कर लेना यहाँ फेरि हुँदैछ घरवाला नहीं बोल्छु त आइ पट्सिना बोल्छु पाग यहाँ सेल पकाउँदै हुनुहुन्छ माइजू अनि मेरो सासुआमा यहाँ सेल हेर्नु नयाँ जुग जमाना नयाँ पक्का खैला त डुक्का नयाँ डिजाइन 5 किलो उ कलर चेन्ज भएको लाग्ने इता अचम्म पर्लोस् छक्या पर्लोस् नयाँ डिजाइन के हमें नहीं देखला रोनी देंग में नयाँ मेजवान अन्य तक को नहीं हुआ खले नयाँ मेजवान सर जो पुटा मेजवान बक्का अन्य बक्का देखा खतरा भक्का थे बक्का खोदते तो धक्का देते हूँ आयुष देखे के त उ किन बैठे छु घर कतरा कोते एउ छ फर्म छे चले छोई सरकार छ त गए न उ हल्ला खाँदैछौँ हामीहरू बक्का हेर्नु गाइस खसीको मासु खाँदै हुनुहुन्छ हड्डी हेर्नु
बगिया बगियाको चाहिँ भात ल्याऊ बात ले है कतै नडागन कहाँ लेछ ले नि त तखने ले नि त आयुष के ले आयुष के माखे चाहिँ भात रुक्ने भात चाहिँ भक्का खाँदै हुनुहुन्छ और मेरा हस्बैंड घर को आदत नहीं छूटेगा सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ मम्मी मम्मी 2 मिनेट तले नै भात तमन्ना आयु खेतै छु हाम्रो खाना पनि खाइसकौँ साथीहरू खसीको मासु भक्का चुरा भात कोबी तरकारी एकदम खायौँ साथीहरू पेट भरेर म त मासु खाँदिनँ मासुको झोल खाएँ यहाँ हेर्नु दिप्ली कस्तो लाग्यो खसीको मासु दामी दामी मात्रै मस्त थकाली खाना यता म सोध्छु कस्तो लाग्यो खसीको मासु जकास चौडी देख्ला लगान जग्गा कस्तो लाग्यो जकास छ नि त त्यहाँ हामी पनि तारिफ गरेको नि त र साथीहरू अहिले हामी आगो ताप्दैछौँ आज नि बिहानदेखि लिएर अहिले 4 बजिसक्यो घाम लागेको छैन बाफरे यहाँ हेर्न सक्नुहुन्छ यहाँ हामी घुट ताप्दैछौँ आगो ताप्दैछौँ साथीहरू यता हेर्नु यो बुढो मान्छे आगो यहाँ छ ताप्दैछ हिरोनी नाक त जाड नै हिँड्छ नि त अनु हिरोनी खेला गाइस हामी फेरि मौसीकोमा आयौँ मौसीको घर पुग्यौँ काम छ त्यही भएर आयौँ यहाँ अनि घर जान्छौँ यहाँदेखि हामी सबैजना यस्तो जाडो छ नि त्यो धुलो उडिरहेछ कालो ज्याकेटमा त पुरै देखिन्छ यहाँ झार्दै हुनुहुन्छ मेरो हाँसु प्यान्ट कस्तो मायालु एकदम धुरा पर्दो पुरा एकदम उयो छ नि त मौसी साइकलमा आउँदै हुनुहुन्छ यो हो हाम्रो मौसीको पसल मौसी पनि आउनुभयो यता गाई जब हामी घर जाँदैछौँ अलिकति मिलनचोकमा हटिया गऱ्यौँ तपाईँहरूलाई पनि हेराइदिएँ होइन मिलनचोकको हटिया अलिकति अनि यहाँ चाहिँ सबै दिन हटिया नै लाग्छ आज शनिबार झनाराको चाहिँ झन हटिया लागेको छ शनि दिन हटिया लाग्छ हुँदैन मिलनचोकमा साउदिन ए नि साउदिन सबै दिन यस्तै लाग्छ अरे हटिया यहाँ चाहिँ अनि हामीहरू नानीहरूको घरबाट घर जाँदैछौँ पुरै दिन आज उतै बितायो रमाइलो भयो सबैजनासँग दिप्लीको आउने बेला चाहिँ दिप्लीको उमा बसेको थिएँ जाने बेला चाहिँ आफ्नो बुढासँग यो हेलमेट छपेन मेरो बुढाको बाइकमा अब चाहिँ बाँकीको भ्लग चाहिँ साथीहरू घर पुगेपछि कन्टिन्यू गरौँला A few minutes later. Finally guys, we arrived home. So आज धेरै नै रमाइलो भयो साथीहरू आज त घाम पनि लागेको थिएन घर आउने बेला चाहिँ जाडो पनि भयो धेरै अनि आज त घाम पनि लागेको थिएन बिहान जस्तो थियो त्यस्तै साँझसम्म त्यस्तै पानी पर्छ जस्तो लाग्दैछ क्या मौसम हेर्दाखेरि चाहिँ अनि साथीहरू भर्खरै घर आइपुग्यो अलिकति अब लुगासुगा फुकाल्नु पर्यो रेस्ट गर्नु पर्यो अनि अलिकति घरको पनि काम गर्नु पर्यो
भाँडासाँडा मस्किनु पर्यो। अब फेरि खाजा खाने हो कि अब खाने होइन। अनि साथीहरू आजको लागि चाहिँ म भ्लगलाई यति नै राख्न चाहन्छु। सो सबैजना भ्लगलाई हेरेर इन्जोय गर्नुहोला, प्रतिक्रिया दिनुहोला र यदि भ्लग हेरिसक्नु भएको छ भने धेरै धेरै धन्यवाद तपाईँलाई। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथीहरू र भिडियोलाई लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। सो बाई बाई सबैजनालाई, गुड नाइट।